अब गयो इटरी। ल गएको भएन गएको हो त गएको गएकै हजुर भन्नु न बोल्नु पर्दैन ल ल आजको यात्रा घरबाट स्टार्ट भएको यात्रा खै कहाँसम्म गएर टुङ्गिन्छ थाहा छैन तर पनि होइन घरको यात्रा स्टार्ट भएको यो एक जमानाको हिरो बाटो हो अहिले चाहिँ यसलाई पुरानो बाटो भनेर चिनिन्छ पुरानो भद्रपुर रोड यात्रासँगै हाम्रो जिन्दगीको सुरुवात हुँदैछ अब यो पुरानो हाम्रो अहिलेको नयाँ हाइवे पर्यो भद्रपुर यो दक्षिण साइडमा पर्यो यात्रा यस्तै छ जिन्दगीमा यात्रा गर्दा अनेकौँ प्रकारको रमिता परिस्थिति आफ्ना बाध्यताहरू देखिन्छन् त्यो भन्नु त आफ्नै ठाउँमा छ त्यही पनि जिन्दगीले यहाँसम्म डोर्यायो भगवान् भन्ने चाहना राखेर होइन अगाडि कुदिरहेछौँ हाम्रो यात्रा यसरी नै अगाडि बढिरहेको छ लगभग अहिले हामी बितामोडको मुटु अथवा मुक्ति चोक भनेर चिनिने ठाउँ लगभग आइपुग्न लाग्यो यही ठाउँबाट स्टार्ट भएका हरेक मुक्ति चोक यो साइड काँकरभिट्टा उतो साइड सन्सरी खुन्नाबारी यता अब हामी जान्छौँ पश्चिम यो मुक्ति चोक हो अब यसबाट सुरु भएको यात्रा अब हाम्रो यात्रा अगाडि बढ्दैछ जीवनको उकाली ओह्राली गर्दै यात्रा अब हामी नयाँ बाटो जाउँ कि पुरानो बाटो जाउँ भन्ने यात्रा मात्रै हो अहिले चाहिँ हामी पुरानो बाटोबाटै जाउँ पुरानो बाटोबाट यात्रा गरौँ होइन तेल चाहिँ हाल्नु पर्ला जस्तो छ खोइ हेरौँ अब 3 पोइन्ट छ जिन्दगीको यात्रा बेलुकाको नाइटहरू जम्मा भइरहेछ काठमाडौँ जाने यहाँ सबै ठाउँको गाडीहरू पाइन्छ पश्चिमको धरान काँकरभिट्टा धरान जाने धरान विराटनगर जाने धरान राजवीर जाने सबै ठाउँको जीवन दुधै यात्रा यस्तै छ हाम्रो यात्रा अब हामी बितामोड चोकबाट लगभग हामी लागिसक्यौँ धेरै टाढा अलिकति 1 किलोमिटर समथिङ लागिसक्यौँ अहिले हामी बेता सिटी सेन्टर जस बेता सिटी जाने यो भनेको बेता सिटी हस्पिटल हो यो बाटोबाट जान्छ बेता सिटी हस्पिटल अब यहाँबाट हामी लाग्दैछौँ पुरानो यातायात पुरानो यातायातसँगै हाम्रो
यात्रा अगाडि बढ्दै जान्छ होइन। आजभन्दा 15-16 वर्ष अगाडि पुरानो यातायात यहीँ थियो, यही ठाउँमा पुरा भिड हुन्थ्यो, बाटोहरू पनि भिड हुन्थ्यो। यही भवन हो, होटल डाउन टाउन होटल भन्ने ठाउँमा थियो होइन। यही यात्रा हो। यात्रा हाम्रो चल्दैछ सुचारु। जिन्दगी चाहेर पनि कसैले कसैलाई मार्न सक्दैन। जिन्दगी आफ्नो ठाउँमा छ होइन। स्पेन होटल अब पूर्वकै बिर्तामोडकै मुटुमा रहेको द किङ्सबेरी होटल यहाँ छ। यो ठुलो किङ्सबेरी हो। यहाँ छोरी मान्छेको अलि इज्जत छैन। बडीगार्डले अस्ति हात लगायो अरे भन्ने सुनेको थिएँ यही किङ्सबेरीमा। र भाटबेटिनी पनि अलि जोखिम यात्रामा अलिक खतमै छ होइन। यत्रो जनतालाई रोजगार दिएको, हरेक सुविधाहरू भएको ठाउँलाई यसरी नष्ट गर्नु पनि एउटा अपराधिकजनकै घटना हो। जेनजीले जुन अपराध गर्यो होइन, जेनजीको नाममा अरूले गरेको अपराधहरूले जुन तरिकाको भूमिका खेलेको छ नि, त्यो तरिकाको भूमिकाले देशलाई मात्रै होइन संसारलाई नै अतुलनीय अलिक घाटाको व्यापार पुगाइरहेछ होइन। संसार यस्तै हो, आफूले रोजे चाहे जस्तो कहाँ हुन्छ र होइन। अब भन्न त नहुने हो। अब हामी लाग्दैछौँ रामचोक भन्ने ठाउँबाट अगाडि बढ्दैछौँ होइन। रामचोक आइसक्यौँ। यसै क्रममा हाम्रो यात्रा अगाडि बढ्दैछ। पञ्चकन्या टोल विकास संस्था लिमिटेड अरे। अहिले हाम्रो यात्रा रामचोकबाट अगाडि बढिरहेछ। यो पहिला पुरानो रामचोक थियो। अहिले हाम्रो यात्राबाट मनमाया देवी माध्यमिक विद्यालय। यस्तै हो, यात्राहरू पार हुँदै जान्छ। आफ्नो गतिविधिहरू आफ्नो ठाउँमा हुन्छन् होइन। चाहे जस्तो सुकै परिस्थिति आओस्, तपाईँ आफ्नो जिन्दगीबाट हरेस चाहिँ कहिले नखानु। बरु जुन मान्छे मन पर्दैन त्यो मान्छेलाई बरु बहिष्कार गर्नु, ऊबाट टाढा बस्नु। यसरी छैठ महारानीको पनि अवलोकन भयो। जो छैठ महारानी रक्षा गरौँ, जो छैठ महारानीले रक्षा गरून् हामी सबैको। उहाँहरू छठको लागि जानु हुँदैछ। बेलुका 4 बजे पहिला बोकेर जान्थे, अहिले हाम्रो यात्रा यसरी नै बढ्दैछ अगाडि। यात्रा अहिले हामी चारपानी आइपुगेका छौँ। चारपानीको लखर अहिले हामी चारपानी आयौँ। अहिले बाटोको अवस्था, पूर्वको बाटो धेरै नाजुक छ। अहिले केही वर्षसम्म होइन, केही वर्षसम्म हाम्रो पूर्वको बाटो अलिक जोखिमपूर्ण यात्रा नै छ। हाम्रो यात्रा बढ्दैछ अगाडि। यही यात्राको क्रममा हाम्रो जीवनयापनहरू अहिले हामी चारपानीलाई क्रस गरेर हामी अगाडि बढ्दैछौँ।
समयसँगै यात्राहरू पनि बढ्दै जान्छ। खोलाको पानीको वेग जस्तै हो हाम्रो जिन्दगी, रोकेर एकै ठाउँमा रोकिन पनि मिल्दैन। खोलाको पानी र झरनाको पानी जस्तै बगिरहनुपर्छ होइन। हाम्रो यात्रा यस्तै छ। घरबाट यात्रा सुरु भएको यात्रा, हाम्रो यात्रा तपाईँहरूलाई बाटामा भएका हरेक रमणीय दृश्यहरू अनि अहिले छठ पर्वको हामी नेपालीहरूको छठ पर्वलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै तपाईँहरूले मागेको चिताएको सबै पुरा होस् भन्दै हाम्रो यात्रा अगाडि पाइला बढ्दैछ। अब हामी लक्ष्मीपुर आइपुग्न आँट्यौँ होइन। लक्ष्मी मार्ग भनेको मोरङ पऱ्यो। अहिले हामी लक्ष्मीपुर आइपुग्न लाग्यौँ। तीन दिनको बसाइपछि आज आफ्नै गन्तव्य अथवा कर्मथलोतिर लागिँदैछ। अहिले हामी लक्ष्मीपुर आइपुग्यौँ। यो भनेको लक्ष्मीपुर चोक पर्यो। यसलाई लक्ष्मीपुर चोक भन्छौँ। अब हामी लक्ष्मीपुर चोक हुँदै हाम्रो यात्रा अगाडि बढ्दैछ। हाम्रो लक्ष्मीपुरको यात्रासँगै हाम्रो यात्राहरू अगाडि चल्दैछ होइन। गाडी पनि धेरै स्पिड छैन, 60, 61, धेर छैन। जिन्दगी यस्तै हो, यात्रासँगै हाम्रो यात्राहरू पार हुँदैछ। भनेर नहुने यो जिन्दगी कहाँ गएर ठुकेला थाहा छैन। यात्रा कहाँसम्म हो, कहाँ गएर अन्त्य हुने हो भन्ने जिन्दगी यस्तै हो होइन। हाम्रो भनेर नहुने यात्रा, जिन्दगीको यात्रा कहाँसम्म पुग्ने हो, गन्तव्य थाहा छैन। लक्ष्यविहीन छु जिन्दगी, लक्ष्यविहीन छु, उद्देश्यविहीन छु जिन्दगी। यात्रासँगै हाम्रो यात्रा पार हुँदैछ। छैठ महारानी समारोह आयोजित तपाईँहरूलाई म अबको स्टार्टिङ पोइन्टबाट छठ महारानीको पूजा गर्ने ठाउँबाट स्टार्टिङ हुँदैछ। यो छठ महारानीको पूजा गर्ने ठाउँ हो। यहाँ बेलुका डुब्न आँटेको घाम र होइन भोलि बिहान उदाउँदो सूर्य हेर्छन्। यहाँ छन् लक्ष्मी दुर्गापुरीको वासस्थान। यहाँ हाम्रो डुब्दै गरेको घाम र बिहानको उदाउँदो सूर्य हेर्ने चलन छ र भोलि मेरो नमस्कार छ दर्शन। अलि बाटोले तनाव दिइरहेछ, यस्तो डाइभर्सन आउँछ। डाइभर्सनले बिगार्छ बाटो। अहिले हामी दुर्गापुर आइपुग्यौँ। दुर्गापुर स्थान आजभन्दा 15 वर्ष अगाडिदेखिको दुर्गापुर र अहिलेको दुर्गापुरमा धेरै फरक छ। जस केही परिवर्तन भएको छ दुर्गापुरमा पनि। खुसी लाग्छ यसरी प्रगति भएको र प्रगति हुनु मात्रै होइन क्या, मान्छेको सोचाइमा पनि परिवर्तन आओस्। सबै हामी मिलिजुली
गरौँ, हामी सबै एकअर्कामा रिस राहा अहङ्कार भावनाहरू नराखौँ। आखिर एक दिन मरेर जानु नै पर्ने हो, आखिर मरेर जानै पर्छ होइन। जिन्दगी यस्तै हो, मरेर जानै पर्छ। मरेर जाँदाखेरि के लिएर जाने केही होइन, उयो आफन्तको माया ममता इष्टमित्रको माया ममता लिएर जाने हो। आखिर 2 दिनको जिन्दगीमा किन यस्तो यस्तो गर्नु क्या। जिन्दगी छौँ, हामी छौँ, यात्रा यस्तै हो। जिन्दगीलाई कुन रूपले हेर्ने कुन रूपले नहेर्ने भन्ने आफ्नो ठाउँमा छ होइन। अहिले हाम्रो यात्रा दुर्गापुरदेखि झर्दैछ, यात्राहरू बढ्दैछ अगाडि। अलि हाम्रो यात्राहरू अगाडि बढ्दैछ। बाटोको अलि बिजोग छ, हेर्नुभएकै होला। महेन्द्रनगरबाट आएको गाडी। अब हाम्रो यात्रा यसरी यसरी नै अगाडि बढ्दैछ जिन्दगीको दौरानमा होइन। पाइलासँगै हाम्रो दौरानहरू यात्राहरू बढ्दैछ। बाटोको डाइभर्सनमा यसरी धुलो उठ्छ भनेर पानी हाल्दैछ, तर के गर्नु, एकछिन हालेर हुँदैन, त्यो त हावाले नै सुकाइदिन्छ। यहाँबाट जामुनखाडी जाने बाटो, जामुनखाडी चोक भन्छ यसलाई। जामुनखाडी चोकबाट अब हामी अगाडि बढ्दैछौँ। हाम्रो यात्रा यसरी नै अगाडि बढ्दै जान्छ र हाम्रो यात्रा अबको यात्रा भनेको सुरुङ्गा जाँदैछौँ। सुरुङ्गा लगभग यहाँबाट 1.5-2 किलोमिटर छ होइन। 1.5-2 किलोमिटरको हाराहारीमा सुरुङ्गा भेटिन्छ। त्यसपछि 1 किलोमिटर समथिङ 1.5 किलोमिटरमा माइदार भेटिन्छ। यसरी नै हो हाम्रो यात्रा पार हुँदैछ, अगाडि बढ्दैछ। यसरी हाम्रो यात्रा पार हुँदैछ। घरहरू रमणीय दृश्यहरू छ। तपाईँहरूलाई मेरो भिडियो
मन पर्छ या पर्दैन त्यो त थाहा छैन, तर पनि लाइक सब्सक्राइबहरू कमेन्टहरू गरिदिनु होला। मन परे लाइक गरिदिनु होला, मन नपरे पनि लाइक गरिदिनु होला। केही कमी कमजोरी छ भने तपाईँहरूबाटै हो, सुझाव सल्लाहबाटै सुधार्ने हो। म त एउटा नसिकिकन एउटा भ्लगर बन्न खोजेको पनि होइन। एउटा सानो बुढेसकालमा एउटा रमणीय एउटा स्मरण, बुढेसकालमा एउटा सहारा होस् हाम्रो भन्ने हिसाबले गरेको। मैले यही गुगल चलाएको लगभग थुप्रो वर्ष भयो होइन। अब जीवनमा सङ्घर्ष गर्दा गर्दै यहाँसम्म आइपुगे। थाहा छैन अझै कति सङ्घर्ष गर्नुपर्छ भनेर। अहिले हामी सुरुङ्गा प्रवेश गरिसक्यौँ। यो हाम्रो सुरुङ्गा होटल डिलाइट अहिले हाम्रो यात्रा अगाडि बढ्दैछ। सुरुङ्गा प्रवेशद्वार गऱ्यौँ। सुरुङ्गाबाट हाम्रो यात्रा झन् अझै अगाडि बढ्दै जान्छ। यो हाम्रो सुरुङ्गा, यताबाट झापा जाने बाटो, यो गल्लीबाट झापा जाने बाटो। अब यहाँबाट हामी जान्छौँ माइदातर्फ होइन। सुरुङ्गा कटेर अब हामी माइदा लगभग तर्खरमा लाग्छौँ। बाटो चाहिँ अलि कठिनाइ नै छ होइन। बाटोको अवस्थाले गर्दा कठिनाइ छ। यसरी छठ महारानीको उसलाई पूजा गरेर सजाएर मजाले गरेर। अब हुन त हामी यो बाटो पनि जाँदा हुन्छ, तर रङ साइड इज नट रङ साइड भन्थ्यो अरे होइन। जान त त्यही बाटो जानुपर्ने हो, तर पनि अब गाडी नआएकोले गर्दा यो बाटो जान मिल्छ होइन। तपाईँहरू पनि गाडी आयो भने चाहिँ नजानु होला, गाडी छैन भने चाहिँ हान्नु। बाटो यस्तो अब अप्ठ्यारो छ, मलाई पनि बोल्न अलिक गाह्रो भइरहेको छ यसरी। किनकि यस्तो बाटोमा चाहिँ दिमाग सबै हल्लाउँछ होइन। तपाईँहरूलाई पनि थाहा छ कस्तो हुन्छ यो बाटो। पूर्वको जोखिम यात्रा भरिसक नयाँ भाइ बहिनीहरूले नकुदाइदियो हुन्थ्यो यो बाटोमा। किनकि भाइ बहिनीहरूको गल्तीले गर्दा पछाडिका मान्छेहरूको पनि ज्यान जाने सम्भावना हुन्छ। त्यसैले नकुदाइदिए झन् राम्रो हुन्थ्यो होइन। म चाहिँ यही भन्छु भाइ बहिनीहरूलाई, जब आफू पर्फेक्ट हुन्छ अनि मात्र हाइवेमा निकाल्नु, पर्फेक्ट नभइन्जेलसम्म ननिकाल्नु होला भाइ। चाहे मेरा आफन्तजन होस्, चाहे मेरा इष्टमित्र होस्, चाहे मेरा भाइ बहिनी होस्, चाहे जो पनि होस्, तर पर्फेक्ट नभइन्जेलसम्म ननिकाल्नु होला। किनकि तपाईँहरूको लापरवाहीले गर्दा एकजनाको ज्यानले गर्दा 10जनाको ज्यान जान्छ। त्यसैले यसरी बाटोमा गाडीहरू बिग्रेर थन्किएको हुन्छ। त्यही भएर मैले तपाईँहरूलाई भन्छु क्या म, किनकि हामी पनि एउटा सचेत नागरिकको भूमिका भएर निर्वाह गरौँ। एक्सप्रेस विराटनगर जाने होला यो गाडी, मेरो अनुमानले कतिको सही खान्छ। अबको हाम्रो यहाँ त स्कुटीधामबाट हामी यात्रा अगाडि बढ्दैछ। अहिले हामी माई आइपुग्यौँ। माईको यात्रा होइन। माईको यात्राबाट स्टार्ट हुन्छ हाम्रो यात्रा। जय भगवती माई। उहाँहरू छठ महारानीको पूजा गर्ने देख्नुभयो होला। झापाको लामो मेची नगर पुल हो। यो लामो पुल हो। यो
यसलाई कन्काई माई पनि भन्छ, माइदार पनि भन्छ। यहाँ माघ 1 गतेको दिन चाहिँ ठुलो मेला लाग्छ। तपाईँहरू सबैलाई जानकारी गराउँछु कि यहाँ माघ 1 गते आएर नुहाउनु होला, मकर नुहाउने दिन भन्छ। तर तपाईँहरू पनि नुहाउनु चाहे मकर हुनै नि पर्दैन, सबैजना आएर नुहाउँदा हुन्छ। किनकि तपाईँ हाम्रो शुद्धता हो। एउटा धार्मिक संस्थाले भरिएको हाम्रो हिन्दू राज्य देश नेपालमा होइन, तपाईँहरू सबैजना आएर नुहाइदिनु होला होइन। करले भन्दा पनि रहरले आएर आफ्नै मनले आएर नुहाइदिनु होला, मेरो यही छ धारणा होइन। अरू त के भन्नु र। अब हामी माइदारबाट अलि अगाडि लाग्दैछौँ। हाम्रो यात्रा माइदारसम्म मात्रै होइन, मेरो यात्रा यहाँबाट लागेर इटरीबाट हलगढासम्म हो। हलगढासम्म हाम्रो यात्रा हुन्छ। तर यो भिडियोले कतिसम्म टिक्छ भन्ने भोलि युट्युबमा हाल्दा पनि त्यो नछिर्ने वातावरण चाहिँ नहोस्, मेरो यही छ होइन। म धेरै एडिट त गर्दिनँ, हल्का कलर मात्रै हालिदिन्छु होइन। किनकि आफ्नो ठाउँलाई राम्रो देखियोस् भनेर। म अरू जस्तो क्या त्यो 4 एक्सएल 6 एक्सएल मलाई त्यो गर्न आउँदैन। जे छ आफ्नै उसमा छ यसरी भिडियोहरू। यहाँबाट हाम्रो दोमुखा जाने बाटो, यहाँबाट हाम्रो दोमुखा पर्छ, लगभग 7-8 किलोमिटर पर्छ। र हाम्रो यात्रा अगाडि चल्दैछ। माइदारबाट पनि हामी क्रस भइसक्यौँ। अब हाम्रो यात्रा माइदारबाट पनि अगाडि लागिसक्यो। हाम्रो यात्रा अगाडि बढ्दैछ होइन। यही यात्रासँगै हाम्रो यात्रा अबको 2 वर्षपछि बाटो यहाँको पूर्वको मेची एसियन हाइवे अलि ठुलै बन्छ। हाम्रो यात्रा अगाडि बढिरहेको छ। समय हो, समयले कहिले पर्खिँदैन। यात्रा आफ्नो यात्रा क्रममा यात्रा गरिराख्नुपर्छ होइन। अब तिहारमा भाइटिका लाउन आइएन घरतिर, त्यही भएर अब भएको एउटा चेली बाहिरै छ। अब न्यास्रो लाग्छ तिहारमा आयो भने, त्यही भएर म अहिले आएको होइन। आफ्नो चेलीबेटी छैनन्। आफ्नो चेलीबेटी नहुँदा अलिक गाह्रो नै हुँदो रहेछ। किनकि आफ्नो चेलीबेटी भनेको आफ्नै चेलीबेटी हुन्, भन्न जे कुरा पनि भन्न मिल्छ। तर यस्तो हो कि समय र परिस्थितिले आफ्नै कर्मथलोतिर पुगेका छौँ। हुन त समयले साथ कहिले देला या नदेला त्यो त थाहा छैन, तर पनि हाम्रो माया ममता कहिले घटेको हुँदैन होइन। बाटो अलिक खराबै छ। सम्पूर्ण साथीहरू, इष्टमित्रहरू, मेरो युट्युब च्यानल हेर्नुहुने मित्रहरूलाई बाटो गाडी कुदाउँदा बिस्तारै कुदाइदिनु होला। किनकि अहिले डाइभर्सन धेरै छन्। किनकि मान्छेको जिन्दगी एकचोटि आउँछ, बारम्बार आउने होइन। त्यही भएर यो खोला अस्ति दसैँको उसमा बगाएको थियो, बाटो बन्द थियो। यही बाटो बन्द भएर म घुमेर जाँदा पानीले भिजेर म 1 हप्तासम्म थला परेको थिएँ होइन।
यसरी हाम्रो यात्रा अगाडि बढ्दैछ। यात्राको क्रममा बाटो यस्तो खराब छ, बिस्तारै कुदाइदिनु होला। बरु 1 घन्टा ढिलै जानुहोस्, तर बिस्तारो जानुहोस्। आफ्नो बुवा आमालाई हेर्न पाउनुहुन्छ, आँट हुन्छ। तर हामी एकछिनको जोस र उसले गर्दाखेरि आफ्नो ज्यान नगुमाउँ, त्यही भन्न चाहन्छु। धरानी सहर घुम्न जान्छु। खोलाको पानी माथिको रिमझिम पर्यो मेरे, तिमी चिवारी पारेर नभेटौँ म कसरी, भेटौँ म कसरी, विधिले लेख्यो अन्याय गरी झुक्यायो मलाई। विधिले लेख्यो अन्याय गरी झुक्यायो मलाई। विधिले लेख्यो अन्याय गरी झुक्यायो मलाई। एउटै बाटो। अहिले हामी दुधै आइपुग्यौँ, दुधैको चाहारीमा होइन। यता पनि छठको आरम्भ चलिरहेको रहेछ। अहिले हामी दुधै आइपुग्यौँ। दुधै यो मेरो पुरानो गाउँ जाने बाटो महाभारा। दुधै
यस्तै लफरमै कुदाउँछ अनि अलिकति बाटो खराब छ। बाटो लस खराब छ हो। हाम्रो यात्रा झिलझिलेबाट अब अर्को भिडियो बन्छ। साथी हो बाटो लास्ट ल्याउ छ यार। अहिले हामी दुधे झिलझिले आइपुग्यौँ। झिलझिले चोक, यहाँ इलाका प्रहरी कार्यालय छ। इलाका यहाँबाट अर्को भिडियो बन्छ।